साथीहरू नमस्कार। सङ्घ, प्रदेश, स्थानीय तह तथा विभिन्न सार्वजनिक संस्थानहरूको लोकसेवा तयारी गरिरहनुभएका तथा तयारी गर्ने सोचमा रहनुभएका सम्पूर्ण साथीहरूलाई यस लोकसेवा बिगिनर्स क्लासमा हार्दिक स्वागत छ। यस च्यानलमा हामीले लोकसेवा सम्बन्धी सामान्य ज्ञानका विषयवस्तुहरू तथा लेखनसिप सम्बन्धीका विषयवस्तुहरूका बारेमा जानकारी दिने गर्दछौँ। साथीहरू नमस्कार। लोकसेवा बिगिनर्स क्लासमा हजुरहरूले आज कोशी प्रदेश विशेष भाग 1 मा कोशी प्रदेश अन्तर्गतका सामान्य ज्ञानका बारेमा जानकारी प्राप्त गर्नुहुनेछ। जस अन्तर्गत चाहिँ कोशी प्रदेशका बारेमा चाहिँ हामीले हेर्दा कोशी प्रदेशको क्षेत्रफल चाहिँ 25,905 वर्ग किलोमिटर रहेको छ भने कोशी प्रदेश अन्तर्गत 14 वटा जिल्ला रहेका छन्। त्यस्तै कोशी प्रदेशमा चाहिँ प्रतिनिधि सभा निर्वाचन क्षेत्र 28, प्रदेश सभा निर्वाचन क्षेत्र 56 वटा रहेका छन् भने स्थानीय तह चाहिँ 137 वटा रहेका छन्। जस अन्तर्गत महानगरपालिका एउटा विराटनगर महानगरपालिका जुन चाहिँ 2073 11/27 मा चाहिँ महानगरपालिका भएको हो। उपमहानगरपालिका 2 वटा रहेका छन्, धरान र इटहरी। त्यस्तै नगरपालिका 46 वटा, गाउँपालिका 88 वटा र ओडाहरू भन्ने हो भने चाहिँ 1157 वटा रहेका छन्। बढी स्थानीय तह भएको जिल्ला चाहिँ कोशी प्रदेशको मोरङ हो, जहाँ चाहिँ 17 वटा स्थानीय तहहरू रहेका छन् भने कम स्थानीय तह भएको कोशी प्रदेशको जिल्ला तेह्रथुम हो, जहाँ चाहिँ 6 वटा स्थानीय तहहरू रहेका छन्। क्षेत्रफलका आधारमा सबैभन्दा सानो जिल्ला कोशी प्रदेशको तेह्रथुम हो, जहाँको क्षेत्रफल चाहिँ 679 वर्ग किलोमिटर रहेको छ भने क्षेत्रफलको आधारमा ठुलो जिल्ला ताप्लेजुङ हो, जहाँको क्षेत्रफल चाहिँ 3646 वर्ग किमी रहेको छ। कोशी प्रदेशको जनसङ्ख्या चाहिँ 2078 सालको जनगणना अनुसार 49,61,412 यानि कि 17.01% रहेको छ। 2078 को जनगणना अनुसार कोशी प्रदेशको जनघनत्व 192 प्रति वर्ग किलोमिटर रहेको छ भने लैङ्गिक अनुपात 95.02, साक्षरता 79.7% रहेको छ भने पुरुष साक्षरता 86.1% र महिला साक्षरता 73.6% रहेको छ। जनसङ्ख्या बढी भएको कोशी प्रदेशको जिल्ला मोरङ हो भने कम जनसङ्ख्या भएको जिल्ला तेह्रथुम हो। त्यस्तै साक्षरता बढी भएको कोशी प्रदेशको जिल्ला इलाम हो, जहाँको साक्षरता चाहिँ 83.37% रहेको छ। साक्षरता कम भएको जिल्ला ओखलढुङ्गा हो भने त्यहाँको चाहिँ साक्षरता दर 73.89% रहेको छ। त्यस्तै जनघनत्व बढी भएको जिल्ला चाहिँ कोशी प्रदेशको सुनसरी हो, जहाँ चाहिँ 607 प्रति वर्ग किलोमिटर रहेको छ। लैङ्गिक अनुपात बढी भएको जिल्ला चाहिँ कोशी प्रदेशको ताप्लेजुङ हो, जहाँ चाहिँ 101.6 रहेको छ। लैङ्गिक अनुपात कम भएको जिल्ला कोशी प्रदेशको झापा हो, जहाँ चाहिँ 92.1 रहेको छ। त्यस्तै कोशी प्रदेशमा चाहिँ परिवारको सङ्ख्या चाहिँ 11,91,556 यानि कि 17.9% रहेको छ। त्यस्तै कोशी प्रदेशको परिवारको औसत आकार 4.1 रहेको छ। कोशी प्रदेशमा चाहिँ महिला घरमुली भएको परिवार 30.87% रहेको छ। त्यस्तै कोशी प्रदेशमा चाहिँ पुरुष घरमुली भएको परिवार चाहिँ 69.13% रहेको छ। कोशी प्रदेशमा चाहिँ विदेशमा अक्सर बसोबास गर्ने जनसङ्ख्या 15.66% रहेको छ। कोशी प्रदेशमा खाना पकाउनका लागि दाउरा प्रयोग गर्ने परिवार 53.4% रहेका छन् भने खाना पकाउनका लागि एलपी ग्यास प्रयोग गर्ने परिवार 41.2% रहेका छन्। कोशी प्रदेशमा बत्ती पुगेको परिवार 93.7% रहेका छन् भने कोशी प्रदेशमा शौचालय नभएको परिवार 3.2% रहेका छन्। कोशी प्रदेशमा गाउँपालिकाको जनसङ्ख्या 37.6, नगरपालिकाको जनसङ्ख्या 62.4% रहेको छ। कम जनसङ्ख्या भएको नगरपालिका चाहिँ मादी नगरपालिका सङ्खुवासभा हो, जहाँ चाहिँ 13,273 रहेको छ। कोशी प्रदेशको वार्षिक जनसङ्ख्या वृद्धि दर 0.86% रहेको छ। त्यस्तै कोशी प्रदेशमा सबैभन्दा बढी ऋणात्मक जनसङ्ख्या वृद्धि दर भएको जिल्ला खोटाङ हो, जहाँ चाहिँ -1.56% रहेको छ। त्यस्तै सबैभन्दा बढी धनात्मक जनसङ्ख्या वृद्धि दर भएको जिल्ला झापा हो भने कोशी प्रदेशको, जहाँ चाहिँ 1.97% रहेको छ। ऋणात्मक जनसङ्ख्या वृद्धि दर भएका जिल्ला कोशी प्रदेशमा 10 वटा रहेका छन् भने धनात्मक जनसङ्ख्या वृद्धि दर भएका जिल्ला 4 वटा रहेका छन्। सबैभन्दा बढी धनात्मक जनसङ्ख्या वृद्धि दर भएको गाउँपालिका कोशी प्रदेशको चाहिँ बुद्ध शान्ति गाउँपालिका झापा हो, जहाँ चाहिँ 2.33% रहेको छ। सबैभन्दा बढी ऋणात्मक जनसङ्ख्या वृद्धि दर भएको गाउँपालिका नेचा सल्यान गाउँपालिका सोलुखुम्बु हो, जहाँ चाहिँ -3.35% रहेको छ।
कोशी प्रदेशमा प्रतिनिधि सभा निर्वाचन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला 9वटा रहेका छन् भने 2वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला 2वटा इलाम र उदयपुर। त्यस्तै 4वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला एउटा सुनसरी रहेको छ भने 5वटा चाहिँ प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला चाहिँ एउटा रहेको छ, जुन चाहिँ झापा रहेको छ भने 6वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला चाहिँ हाम्रो मोरङ रहेको छ। त्यस्तै कोशी प्रदेशको नामाकरण चाहिँ 2079 11 17मा भएको हो भने कोशी प्रदेशको राजधानी घोषणा चाहिँ 2076 1 23मा भएको छ। हजुरहरूलाई चाहिँ मैले यो कोशी प्रदेशको बारेमा हुने सामान्य ज्ञानको बारेमा जानकारी दिएको छु। हजुरहरूलाई चाहिँ यो भिडियो राम्रो लागेमा हजुरहरूले यस च्यानलमालाई चाहिँ लाइक सेयर सब्सक्राइब गर्नुहोला। म यस पछाडि चाहिँ क्रमैसँग अन्य प्रदेशहरूको बारेमा पनि यस्तै भिडियोहरू निर्माण गर्नेछु। हजुरहरूको यो हौसला चाहिँ सधैँभरि रहिरहनेछ भन्ने पनि आशा गरेको छु।